ल सबैलाई स्वागत छ। आजको हाम्रो जुन सामग्री छ नि त्यो ट्रेडिङको दुनियाँसँगै सम्बन्धित छ, तर अलिकति फरक दृष्टिकोणबाट। हो, प्राय चार्ट हेर्दा त सूचकहरूले नै भरिएको हुन्छ। ठ्याक्कै हामी चार्ट हेर्दा आरएसआई, म्याकडी, इएमए कति हो कति सूचकहरू होइन, त्यो जालोमा कहिलेकाहीँ यति धेरै सङ्केतहरू हुन्छन् कि कुनलाई मान्ने कुनलाई नमान्ने भनेर झनै अलमल हुन्छ। हो। तर आजको हाम्रो सामग्री मास्टरिङ इन्डिकेटर फ्री प्राइस एक्सन ट्रेडिङ स्ट्राटेजिजको एउटा अंशले एउटा आधारभूत प्रश्न सोध्छ। के प्रश्न? के यी सबै सूचकहरूलाई हटाएर केवल मूल्यको चाल र बजारको संरचनालाई हेरेर कारोबार गर्न सकिन्छ त? के चार्ट आफैले हामीसँग कुरा गरिरहेको हुन्छ? निकै रोचक प्रश्न। आजको हाम्रो छलफलको लक्ष्य भनेको यही सूचक रहित विधिको गहिराईमा पुग्नु हो। हामी व्यावसायिक ट्रेडरहरूले कसरी चार्टलाई सरल तरिकाले हेर्छन् र कसरी सही समयमा प्रवेश र निकास गर्ने निर्णय लिन्छन् भन्ने कुरा चरण चरणमा बुझ्ने प्रयास गर्नेछौँ। ल सुरु गरौँ त्यसो भए। सामग्रीको सुरुमै एउटा निकै बलियो दावी गरिएको छ, बजार कहिल्यै पनि अनियमित मतलब र्यान्डम हुँदैन, यसको आफ्नै संरचना हुन्छ। हो, यो एकदमै आधारभूत तर महत्त्वपूर्ण कुरा हो। अनि यसले दुई प्रकारका बजारको कुरा गर्छ, बुलिश र बियरिश। बुलिश बजारमा मूल्यले लगातार हायर हाई र हायर लो बनाउँछ। हो, यसलाई सरल भाषामा भन्नुपर्दा बजारले माथि जाने सिडी बनाइरहेको हुन्छ। ए सिडी जस्तो? ठ्याक्कै। हरेक नयाँ खुड्किलो पहिलेको भन्दा माथि र हरेक पटक खुट्टा टेक्ने ठाउँ पनि पहिलेको भन्दा माथि। जबसम्म यो सिडी बन्दैछ बजार माथितिर जाँदैछ भन्ने स्पष्ट हुन्छ। अनि बियरिशमा ठिक उल्टो? हो, तल झर्ने सिडी। र यहाँ एउटा कडा नियम राखिएको छ, जबसम्म यो संरचना यो सिडी स्पष्ट देखिँदैन तबसम्म बजारमा प्रवेश गर्ने बारे सोच्नु पनि हुँदैन। यहाँ सबैभन्दा रोचक कुरा के छ भने यो संरचनालाई नै सबैभन्दा बलियो कन्फर्मेसन मानिएको छ। सूचकहरूले दिने सङ्केत भन्दा पहिले बजारको मूल प्रवृत्ति मतलब ट्रेन्ड कता जाँदैछ भनेर बुझ्नु महत्त्वपूर्ण हुन्छ। खोलाको बहाव जस्तै। एकदम। यो भनेको खोलाको बहाव कुन दिशामा छ भनेर थाहा पाएर पौडी खेल्नु जस्तै हो के। बहावको दिशामा जाँदा सफल हुने सम्भावना बढ्छ। अनि बहावको उल्टो दिशामा? बहावको उल्टो दिशामा पौडिन खोज्नु भनेको थोरै अगाडि बढे पनि अन्ततः थाकेर बग्नु नै हो। भनेपछि कुनै पनि ट्रेड लिनु अघि पहिलो प्रश्न हुनु पर्यो, खोला कता बगिरहेको छ? ठ्याक्कै। यो पहिलो र सबैभन्दा महत्त्वपूर्ण फिल्टर हो। ल, खोलाको बहाव त हामीले थाहा पायौं। अब खोलामा हाम फाल्ने सही ठाउँ कसरी पत्ता लगाउने? सामग्रीले त्यसपछि सपोर्ट र रेजिस्टेन्सको कुरा गर्छ। सपोर्ट र रेजिस्टेन्स। जहाँ मूल्य खस्नबाट बारम्बार रोकिन्छ त्यो सपोर्ट भयो होइन त? हो। अनि जहाँ बढ्नबाट रोकिन्छ त्यो रेजिस्टेन्स। तर यो केवल रेखा मात्रै त होइन होला। होइन होइन, यदि हामीले यसलाई बृहत चित्रमा हेर्यौं भने सपोर्ट र रेजिस्टेन्स केवल रेखाहरू होइनन्, यी त मनोवैज्ञानिक तहहरू हुन्। मनोवैज्ञानिक तह? त्यो कसरी? सपोर्ट त्यो मूल्य हो जहाँ खरिदकर्ताहरूलाई सामूहिक रूपमा लाग्छ कि अब यो भन्दा सस्तो हुँदैन, यो किन्ने सही मौका हो र उनीहरू सक्रिय हुन्छन्। अनि रेजिस्टेन्समा? रेजिस्टेन्समा विक्रेताहरूलाई लाग्छ कि अब यो भन्दा महँगो हुँदैन, नाफा बुक गर्ने बेला भयो र उनीहरू हाबी हुन्छन्। यो त रोचक कुरा हो। के यसको मतलब यी तहहरू समयसँगै परिवर्तन हुन्छन्? जस्तै आजको रेजिस्टेन्स भोलिको सपोर्ट बन्न सक्छ? एकदमै। यो एउटा महत्त्वपूर्ण अवधारणा हो जसलाई पोल्यारिटीको सिद्धान्त भनिन्छ। जब मूल्यले कुनै बलियो रेजिस्टेन्सलाई तोडेर माथि जान्छ त्यही तह अब नयाँ सपोर्ट बन्न पुग्छ। भनेपछि पहिलेको छत अहिलेको भुइँ? ठ्याक्कै। पहिले जुन छतले रोकिरहेको थियो अब त्यही छत भुइँ बन्छ। त्यसैले यी तहहरूमा हुने मूल्यको प्रतिक्रियाले बजारको मनोविज्ञान र शक्ति सन्तुलनमा आएको परिवर्तनलाई स्पष्ट देखाउँछ। अनि सामग्रीमा एउटा कडा नियम पनि छ, मूल्य सपोर्टमा आएर फर्किन थालेपछि मात्र किन्ने बारे सोच्ने, तर सपोर्ट र रेजिस्टेन्सको बीचमा कहिले प्रवेश नगर्ने। किन यस्तो? विक्रेता दुवै अलमलमा हुन्छन्, शक्ति बराबर हुन्छ। तपाईँ त्यहाँ प्रवेश गर्नु भनेको युद्धको बीचमा निहत्ता हाम फाल्नु जस्तै हो, जहाँ गोली कताबाट आउँछ थाहा हुँदैन। सपोर्टमा खरिदकर्ताको किल्ला हुन्छ, रेजिस्टेन्समा विक्रेताको। हामीले किल्लाभित्रबाट लड्नुपर्छ, खुला मैदानमा होइन। ल, हामीले बजारको संरचना बुलिश भएको देख्यौं र मूल्य पनि सपोर्टको किल्लामा आइपुग्यो। अब के हामी सिधै किन्न सक्छौं? सक्दैनौ। सामग्रीले भन्छ अझै पर्खिनुपर्छ। यसले प्रवेश निश्चित गर्नका लागि 3वटा नियमको सूची दिएको छ। हो, 3वटै पूरा हुनुपर्छ। नियमहरू हुन्: पहिलो, बजारको संरचना बुलिश हुनै पर्यो। हायर हाई हायर लो। दोस्रो, मूल्य बलियो सपोर्टबाट फर्किएको मतलब रिजेक्सन भएको हुनुपर्छ। हो। र तेस्रो, पछिल्लो क्यान्डलले अघिल्लो क्यान्डलको उच्च बिन्दु हाईलाई तोड्नुपर्छ। यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ, किन यी 3वटै नियम एकै पटक पूरा हुनुपर्छ? किन होला त? किनभने यसले कन्फ्लुएन्स वा सङ्केतहरूको सङ्गम सृजना गर्छ। यसलाई 3 चरणको सुरक्षा जाँच जस्तै सोच्नुहोस् न। 3 चरणको सुरक्षा जाँच? हो। पहिलो, बजारको समग्र प्रवृत्ति मतलब संरचना, यो दीर्घकालीन दृष्टिकोण भयो। ठिक छ। दोस्रो, वर्तमान माग मतलब सपोर्टबाट फर्किनु, यो अल्पकालीन दृष्टिकोण भयो। अनि तेस्रो?
तेस्रो, तत्कालको खरिद चाप, मतलब अघिल्लो हाई तोड्नु। यो तत्कालको पुष्टि भयो। जब यी तीनवटै कुराले एउटै दिशा देखाउँछन्, तब मात्र निर्णयको सफलताको सम्भावना निकै बढ्छ। भनेपछि यो एउटा मात्र सङ्केतमा भर पर्नुभन्दा धेरै सुरक्षित भयो। यो त एउटा गीतको 3 भागको सामञ्जस्य जस्तै भयो। कस्तो राम्रो उदाहरण। समग्र ट्रेन्ड बेसलाइन भयो, सपोर्टबाट फर्किनु धुन भयो, र क्यान्डलले हाई तोड्नु अन्तिम कड भयो, जसले भन्छ ल अब सुरु गरौँ। ओ, ठ्याक्कै त्यस्तै हो। यसले अनुमानलाई हटाउँछ। सामग्रीमा भनिएको छ नि, अनुमानको भरमा प्रवेश गर्नु ट्रेडिङ होइन, जुवा हो। हो, यो प्रणालीले ट्रेडिङलाई अनुमानबाट निकालेर एउटा व्यवस्थित प्रक्रियामा ढाल्छ। एकदम। ठिक छ, सङ्केत त बलियो भयो, तर के त्यो चाल वास्तविक हो त? कहिलेकाहीँ बजारले हामीलाई झुक्याउन खोज्छ। हो, खोज्छ। सामग्रीले यही भ्रमबाट बच्न भोल्युमलाई हेर्नुपर्छ भनेको छैन त? हो, मूल्यको चाल मात्र पर्याप्त छैन। भोल्युमले त्यो चाल पछाडिको इन्धन वा शक्तिलाई जनाउँछ। इन्धन? यदि मूल्य माथि गइरहेको छ तर भोल्युम मतलब कारोबारको मात्रा घटिरहेको छ भने यसको अर्थ त्यो वृद्धिलाई धेरैले समर्थन गरेका छैनन् र त्यो दिगो नहुन सक्छ। ए, मलाई एउटा कुरा फुरिहाल्यो। यो त गाडीको स्पिड मात्र हेरेर भएन। होइन। एक्सेलरेटर कति जोडले थिचिएको छ भन्ने कुरा पनि भयो। स्पिड धेरै तर एक्सेलरेटर खाली भए त गाडी रोकिन्छ नै। एकदम सही उदाहरण। त्यो चाल पछाडिको शक्ति हो नि त भोल्युम भनेको। विशेष गरी जब मूल्यले कुनै महत्त्वपूर्ण तह जस्तै रेजिस्टेन्स तोड्छ, जसलाई ब्रेकआउट भनिन्छ, तब भोल्युम पहिलेभन्दा स्पष्ट रूपमा बढेको हुनुपर्छ। भोल्युम बिनाको ब्रेकआउट प्राय पासो हुन्छ। एउटा ढोका भत्काउनु छ भनेर सोच्नुस् न, यदि एकजनाले मात्र धकेल्यो मतलब कम भोल्युम भने ढोका नखुल्न सक्छ। तर यदि 10 जनाले एकैपटक बल लगाए मतलब उच्च भोल्युम भने ढोका भत्किन्छ। त्यो चाहिँ वास्तविक ब्रेकआउट भयो। हो, त्यो वास्तविक ब्रेकआउट हो। यहीँनिर नक्कली ब्रेकआउटको कुरा आउँछ। सामग्रीले यसका केही सङ्केतहरू पनि दिएको छ। कम भोल्युम, क्यान्डलको लामो पुच्छर, विक र मूल्य तुरन्तै फर्कनु। यो विकले वास्तवमा के देखाउँछ त? विक वा पुच्छर भनेको क्यान्डलको माथि वा तल देखिने पातलो धर्को हो। लामो माथिल्लो विकले के देखाउँछ भने त्यो समय अवधिमा खरिदकर्ताले मूल्यलाई निकै माथि त लगे, तर विक्रेता यति शक्तिशाली भए कि उनीहरूले मूल्यलाई फेरि तल धकेलिदिए। यो खरिदकर्ताको असफलताको सङ्केत हो। यसले भन्छ माथि जाने प्रयास त भयो तर सफल भएन। त्यसो भए धैर्य नै मुख्य कुरा भयो। सामग्रीमा एउटा निकै महत्त्वपूर्ण भनाइ छ। चतुर ट्रेडरले पुष्टिको लागि पर्खन्छ, तर रिटेल ट्रेडर ब्रेकआउट हुने बित्तिकै हाम फाल्छ। हो, अनि अर्को पनि छ। कुन चाहिँ? अवसर गुम्नु घाटा होइन, गलत प्रवेश गर्नु घाटा हो। वाउ! हो, यसले ट्रेडरको मनोविज्ञानको गहिरो कुरा गर्छ। फियर अफ मिसिङ आउट। फोमो, अवसर छुट्ला कि भन्ने डर। हो, त्यही डरले मानिसहरूलाई हतारमा निर्णय लिन लगाउँछ, जुन प्राय गलत साबित हुन्छ। बजारले अक्सर अधीर मानिसहरूलाई पासोमा पार्नको लागि एउटा चारा फाल्छ। अनि त्यसबाट बच्ने उपाय? सही सङ्केतको लागि पर्खनु। जस्तै ब्रेकआउटपछि क्यान्डल त्यो तहभन्दा माथि बन्द हुन दिनु। यो पनि एक कला हो। ल, हामीले किन्ने कुरा त गर्यौं, सही तरिकाले प्रवेश पनि गर्यौं, तर सायद त्योभन्दा पनि महत्त्वपूर्ण कुरा बेच्ने बेला पनि त आउँछ। निकासको योजना चाहिँ के हो त? त्योभन्दा पनि बढी महत्त्वपूर्ण भन्दा हुन्छ। हो र? हो नि, किनभने नाफा वा घाटा निकासले नै निर्धारण गर्छ। निकास बिनाको प्रवेश अधुरो हुन्छ। सामग्रीले यसका लागि पनि स्पष्ट नियमहरू दिएको छ। पहिलो हो स्टप लस, सुरक्षा कवच, जुन किनेको हो भने सपोर्ट तहभन्दा ठिक तल राख्ने। दोस्रो हो लक्ष्य, जुन अर्को रेजिस्टेन्सको क्षेत्र हुन्छ। हो, र तेस्रो जोखिम र प्रतिफल, मतलब रिस्क रिवार्डको अनुपात कम्तीमा 1.2 हुनुपर्छ। यी तीनवटै नियमले एक आपसमा काम गर्छन्। स्टप लसले भन्छ यदि म गलत साबित भएँ भने मैले यतिभन्दा बढी गुमाउने छैन। अनि लक्ष्यले तपाईँलाई लोभमा पर्नबाट बचाउँछ, र जोखिम प्रतिफल अनुपातले सुनिश्चित गर्छ कि तपाईँले गर्ने कारोबार गणितीय रूपमा फाइदाजनक छ। यो 1.2 को अनुपात किन यति महत्त्वपूर्ण छ? थोरै नाफा लिएर निस्किँदा के फरक पर्छ र? धेरै ठूलो फरक पर्छ। तपाईँ हरेक पटक सही हुनुहुन्न, कोही पनि हुँदैन। मानौ तपाईँ 50% पटक मात्र सही हुनुहुन्छ। यदि तपाईँको अनुपात 1.1 छ भने तपाईँले जति कमाउनुहुन्छ त्यति नै गुमाउनुहुन्छ र अन्तमा जहाँको त्यहीँ रहनुहुन्छ। तर यदि तपाईँको अनुपात 1.2 छ भने तपाईँले एउटा ट्रेडमा गुमाएको 1 रुपैयाँ अर्को ट्रेडमा 2 रुपैयाँ कमाएर पूर्ति गर्नुहुन्छ र अझै 1 रुपैयाँ नाफामा हुनुहुन्छ। यसले दीर्घकालमा फाइदा दिने भयो। हो, यसले तपाईँलाई सधैँ सही नहुँदा पनि दीर्घकालमा नाफामा रहन मद्दत गर्छ। र सामग्रीले एउटा मुख्य निकास सङ्केत पनि दिएको छ। जब बजारको संरचना जस्तै हायर लो टुट्छ, त्यो बेला नाफा भए पनि निस्किने। हो, नाफा भए पनि निस्किने। हो, यो सबैभन्दा महत्त्वपूर्ण निकास सङ्केत हो। सुरुमा हामीले बजारको संरचना बुलिस देखेर प्रवेश गरेका थियौँ। हो,
जब त्यो संरचना टुट्छ, अर्थात् जब मूल्यले अघिल्लो हायर लो भन्दा तल गएर नयाँ लोअर लो बनाउँछ, त्यसको अर्थ हो अब पार्टी सकियो। जुन कारणले पसेको त्यो कारण नै सक्यो। ठ्याक्कै जुन कारणले हामी प्रवेश गरेका थियौँ त्यो कारण अब रहेन। त्यसैले भावनामा बगेर अझै बढ्छ कि भनेर बस्नुभन्दा नियमअनुसार निस्किनु नै बुद्धिमानी हुन्छ। यसको मतलब निकास भावनाले होइन, नियमले गर्ने। एकदम सही। यो सबै सुन्दा त निकै व्यवस्थित र तार्किक लाग्छ, तर व्यवहारमा मानिसहरूले किन यस्ता गल्तीहरू गर्छन्? सामग्रीले केही साधारण गल्तीहरूको सूची पनि दिएको छ। छन्। धेरै सूचकहरू प्रयोग गर्नु, हतारमा प्रवेश गर्नु, स्टप लस सार्दै जानु र घाटामा बसेर होल्ड गर्नु। यी सबै गल्तीहरूको जड दुईवटा आधारभूत मानवीय भावना हुन्, डर र लोभ। डर र लोभ हो। उदाहरणको लागि स्टप लस सार्दै जानुलाई हेरौँ न। यो आशाको पासो हो। तपाईको स्टप लसले भन्छ यहाँ पुगेपछि तिमी गलत भयौ, तर तपाईँ त्यसलाई सार्नुहुन्छ र आफैलाई भन्नुहुन्छ यो पक्कै फर्किन्छ। नियमलाई आशाले प्रतिस्थापन गर्नु हो। यो आफ्नो गल्ती स्वीकार्न नसक्नुको परिणाम हो। अनि घाटामा बसेर होल्ड गर्नु तर थोरै नाफामा बेच्नु नि, यो त धेरैको अनुभव होला। यो लस एभर्सन नामक मनोवैज्ञानिक पूर्वाग्रहको कारणले हुन्छ। मानिसहरूलाई घाटाबाट हुने पीडा नाफाबाट हुने खुसीभन्दा धेरै गुणा बढी हुन्छ। त्यसैले उनीहरू घाटालाई यथार्थमा परिणत गर्न चाहँदैनन् र जबसम्म बेच्दिन तबसम्म घाटा भएको छैन भन्ने भ्रममा बस्छन्। तर नाफा देख्ने बित्तिकै त्यो नाफा गुम्छ कि भन्ने डरले हतारमा बेचिदिन्छन्। घाटालाई बढ्न दिने, नाफालाई काट्ने। हो, जुन सफल ट्रेडिङको ठिक उल्टो हो। भनेपछि यो पुरै प्राइस एक्सन प्रणाली प्राविधिक मात्र होइन, यो ती भावनाहरूलाई व्यवस्थापन गर्ने एउटा ढाँचा पनि रहेछ। हो, बिल्कुल। जब तपाईसँग स्पष्ट नियम हुन्छ, तपाईँ भावनामा बगेर निर्णय लिनबाट बस्नुहुन्छ। तपाईको दिमागमा डर वा लोभ आउँदा तपाईँ नियमको किताब पल्टाउन सक्नुहुन्छ र भन्न सक्नुहुन्छ मेरो नियमले यस्तो भन्छ, त्यसैले म यही गर्छु। यसले तपाईलाई आफ्नै भावनाको शत्रु हुनबाट बचाउँछ। ठ्याक्कै। आजको छलफलबाट के स्पष्ट हुन्छ भने सूचकहरूको भिडबाट बाहिर निस्केर केवल मूल्यको चाल, बजारको संरचना र भोल्युमलाई पढेर अनुशासित ढङ्गले कारोबार गर्न सम्भव छ। हो, यो भनेको बजारको आफ्नै भाषा बुझ्ने प्रयास गर्नु जस्तै हो। अनुवादक मतलब सूचकको भर पर्नु भन्दा। यो सामग्रीले ट्रेडिङलाई अनुमानमा आधारित खेलबाट नियममा आधारित उच्च सम्भावनाको रणनीतिक अभ्यासमा रूपान्तरण गर्ने बाटो देखाउँछ। यो केवल चार्ट हेर्ने तरिका मात्र होइन, यो बजारलाई हेर्ने र सोच्ने तरिकामा नै परिवर्तन ल्याउने कुरा हो। यो सबै कुरा सुन्दा निकै आकर्षक लाग्छ, विशेष गरी ठूला तरल बजारहरूका लागि। तर सामग्रीले नेप्से चार्टमा यो प्रणाली लागू गर्ने कुरा पनि उल्लेख गरेको छ। यसले सोच्नको लागि एउटा प्रश्न छोड्छ के यी दिन विश्वव्यापी प्राइस एक्सन सिद्धान्तहरू छन् नि, यिनलाई नेप्से जस्तो हाम्रो स्थानीय बजारमा लागू गर्दा ठ्याक्कै त्यसरी नै काम गर्छ त? यो महत्त्वपूर्ण प्रश्न हो, आदरणीय प्रश्न हो। यस्तै अरू जानकारीमूलक सामग्रीहरूका लागि बजार ज्ञानलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजको लागि यति नै, धन्यवाद।